दर्शकबिन यो तपाईहरुले देख्नुभएको दृश्य सिन्धुली जिल्ला अन्तर्गत पर्ने यो मुलकोट भन्ने ठाउँको चाहिँ दृश्य हो। यहाँ एकदम रमाइलो सुनकोशी नदीको चाहिँ किनारमा सरर हरियाली वरिपरिको बाटो त्यस्तै छ। अनि अब हामी केही छिनमा सेतीदेवी मन्दिर परिसरमा पुग्नेछौँ। अनि सेतीदेवी मन्दिरको विशेषताको बारेमा थोरै जानकारी गराउँछौँ। यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनुहोला। यो बाटो यात्रा गर्न वरिपरिको हेर्ने दृष्टिकोणले सौन्दर्य र प्राकृतिक दृष्टिकोणले एकदम राम्रो पनि छ, एकदम खतरा पनि छ। हरेक कुराको सामना गरेर हिँड्नुपर्ने हुन्छ, हरेक कुरा ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। बाटो साँघुरो छ तर एकदम राम्रो छ। यो जापान सरकारले चाहिँ बनाएको बाटो, यो बीपी हाइवे अन्तर्गत पर्ने बाटो हो। यहाँबाट चाहिँ लगभग थोरै मिस्टेक भयो भने लगभग 500 मिटर भन्दा तल चाहिँ सुनकोशी नदीमा पुगिन्छ। हामी मन्दिर परिसर आइपुगेका छौँ। यस मन्दिर चाहिँ नेपालका चर्चित मन्दिरहरूमध्ये एक मानिन्छ। यसको विशेषता भनेको मन्दिर वरिपरि हजारौं ऐना झुन्ड्याएको दृश्य हो। यही कारणले यसलाई धेरैले रहस्यमय मन्दिर पनि भन्ने गर्दछन्। पुरानो देवीस्थानको कथा। स्थानीय विश्वास अनुसार अहिलेको राजमार्ग बन्नु अघि त्यहाँ एउटा पुरानो देवीस्थान थियो। सडक विस्तारका क्रममा यो स्थान प्रभावित भएपछि देवी रुष्ट भइन्। त्यसपछि यो क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थाले भन्ने जनविश्वास छ। त्यसपछि स्थानीयले पुनः मन्दिर स्थापना गरी पूजा गर्न थालिसकेपछि अहिले यो मन्दिरमा खासै सवारी दुर्घटनाहरू भएको त्यति सुनिँदैन। तपाईहरु पनि एकचोटि यो बाटो हिँडडुल गर्दाखेरि एकचोटि अवश्य पनि